यो भारतमुखी श्रम आप्रवासनको कुरा गरिरहँदा कहिलेदेखि सुरु भयो भन्नेतिर सबैको ध्यान जान्छ हाम्रो। औपचारिक रूपमा यसो अलिकति तथ्याङ्कमा पाएसम्म हामीले 1814 देखि 16 को बिचमा जुन सुगौली सन्धि भएको छ त्यस पछाडि चाहिँ नेपालीहरू चाहिँ औपचारिक रूपमा त्यहाँ काम गर्न थालेको भन्ने देखिन्छ। त्योभन्दा पहिले पनि हुन सक्छ, तर रेकर्डेडको कुराहरू भेट्न सकिन्छ। अर्को चाहिँ अब यो सँगै कुरा गर्दाखेरि अब नेपाल आप्रवासनका कानुनी पाटाको तथ्याङ्क कति नेपाली छन् त भारतमा काम गर्ने भन्ने पनि सवाल आउँछ। तथ्याङ्क छ कि छैन भन्ने विषय उठ्दछ र जनगणना 2078 को रिपोर्ट अनुसार पनि भन्ने हो भने हाम्रो झन्डै 29.91 मिलियन भनेको 2,91,00,000 जनसङ्ख्या जो छ त्यो जनसङ्ख्याको 11% चाहिने जनसङ्ख्या जनगणना गर्दाखेरि देशमा उपस्थिति नरहेको जनसङ्ख्या भन्छ, अब्सेन्टी पपुलेसन भन्छ। त्यो पपुलेसनलाई 100% मान्दा मोटामोटी 22 लाख हुन आउँछ। त्यो 22 लाखलाई पनि 100% मानेर हेर्दा 34% चाहिँ कामको खोजीमा भारतमा गएको देखिन्छ भने 37% भारत बाहेकको देश खाडी मुलुकमा, खास गरी मलेसिया सहित खाडी मुलुकमा चाहिँ कामको खोजीमा गएको देखिन्छ। त्यो भने झन्डै मलेसिया र खाडी मुलुक जाने 37% र 34% को कुरा गर्दाखेरि 3% को मात्रै फरक छ। संख्या बराबरै रहेछ भन्ने खालको पनि नेपाल सरकारको तथ्याङ्कले देखाउँछ। यद्यपि त्यो तथ्याङ्कलाई विभिन्न सङ्घ संस्था, विभिन्न निकायहरूले पनि चुनौती दिएको अवस्था छ र त्यो सँगका काम गर्ने नेटवर्कहरूले पनि चुनौती दिइराखेको अवस्था छ। उहाँहरू भनेअनुसार 25 देखि 30 लाख नेपाली चाहिँ कम्तीमा भारतमा काम गर्नेहरू हुन्छ भन्नुहुन्छ उहाँ, हैन? त्यो खालको दाबी छ। र निट्स नेपालको पनि एउटा तथ्याङ्कले के भन्छ भने 70% घरधुरीको मान्छे आफ्नो जीवनकालमा सुदूरपश्चिम प्रदेशको कुरा गर्दाखेरि कामको खोजीमा भारत गएको देखिन्छ। यो अर्को पनि तथ्याङ्क मैले हाम्रो मान्यज्यूलाई अहिले भर्खरै पनि कपी उपलब्ध गराएको थिएँ। माइग्रेसन एटलस भनेर नेपालकै सेकेन्डरी डेटाहरूलाई एनालाइसिस गरेर एउटा रिपोर्ट निकालिएको छ। अस्ति भर्खरै मात्रै लन्च भएको छ त्यो रिपोर्ट। त्यो रिपोर्टको हिसाबले हेर्ने हो भने पनि झन्डै 6% चाहिँ डिप्रेसन भारतबाट हुन्छ भन्ने छ, होइन? त्यो हिसाबको बढ्छ भन्ने छ। त्यही सँगसँगै तेस्रो मुलुकको पनि त्यति नै सङ्ख्यामा त्यति नै प्रतिनिधित्व गरिरहेको देखिन्छ। अब यहाँ वैदेशिक रोजगार ऐन 2065 अहिले संशोधित 74 को कुरा, यसले चाहिँ देश छोडी भारत बाहेक देशमा जानेलाई मात्रै वैदेशिक रोजगार मान्ने भन्ने खालको एउटा कानुनी प्रावधान छ। त्यसले विभेद भएन भन्ने कुरा चाहिँ हामीले यहाँ राखिरहेका छौँ, होइन? भारतमा जानेलाई वैदेशिक रोजगार सरह त्यो कानुनले पनि मानेको छैन। यद्यपि केही पछिल्लो चरणमा भारतसँगका पनि सवालहरूमा केही नीतिहरू नबनेका होइन, बनिराखेको छ भर्खर। वर्षेनी अब मोटामोटी 4,50,000 जनशक्ति श्रम बजारमा आउँछ श्रम सर्वेक्षण अनुसार। त्यसको 50% पनि हार्डली चाहिँ नेपालभित्र रहने वातावरण बदलेको भन्नाले रोजगारी पाउने खालको देखिँदैन। सबै क्षेत्रको रोजगारी हेर्ने हो भने पनि सरकारीदेखि लिएर गैर सरकारीदेखि लिएर सबै क्षेत्रको 50,000 मान्छे जति मोटामोटी खपत हुने स्थिति देखिन्छ भनेको 4 लाख कहाँ जाने एउटा प्रश्न हो। अर्को चाहिँ वैदेशिक रोजगारको हिसाबले अलिक तलमाथि भइरहेको छ सच्याउनुलाई, केही फरक परेन। तर 30 लाख सेरोफेरो मान्छे चाहिँ नि, होइन? 45 लाख पनि भन्छ, तर आएको बढाउँदा 30 लाखको सेरोफेरोको मान्छेहरू तेस्रो मुलुक श्रम आप्रवास कामै गर्न जाने गरे तर पढ्न जाने त्यतिकै सङ्ख्यामा छ, होइन? अरू खालको के अरे पढ्नभन्दा बाहेकको अरू विकसित मुलुकमा हाम्रा के अरे त्यहाँको ग्रिन कार्ड होल्डरदेखि लिएर इडिबी पढेर जानेहरूको सङ्ख्या त्यतिकै छ। त्यो छुट्टै कारण छ। अब अर्को चाहिँ भारतमा नेपालीले प्राय के काम गर्छन् भन्ने विषयमा धेरै चर्चा गरिरहनु पर्दैन। हामी यहीँको बासिन्दा छौँ, यहाँ धेरै कुराहरू हामीलाई जानकारी नै छ, तर पनि एकदम अनस्किल लेबर काम गर्नेहरूमा ठुलो सङ्ख्या जान्छ भन्ने छ। त्यो भित्र हेर्ने हो भने खेतीपाती त्यहाँ गयो भने, अनि पशुपालन, चिया बगान, खानी, कल कारखाना, होइन? भरियाको रूपमा काम गर्ने, होटलमा वेटरको रूपमा कुक सेफ पनि छ केही सङ्ख्यामा, चौकीदारी, अनि सवारी चालक, अनि त्यसै गरी निर्माण तथा कृषि मजदुर, डोले भन्छ, होइन? यो चाहिँ के अरे धार्मिक क्षेत्रमा खास गरी बद्री केदारनाथदेखि लिएर अरू धार्मिक क्षेत्रमा मान्छेलाई पनि डोकोमा बोकेर त्यो दर्शन गराउनेहरू हाम्रो दाजुभाइहरू हुन्छ। सेक्युरिटी गार्ड,
अनि त्यसपछि के अरे सैनिक, प्राध्यापक, इन्जिनियरिङ यो अलिकति सरकारी क्षेत्रमा पनि नेपालीहरूको प्रतिनिधित्व छ। तर उहाँहरू भनेको त्यही गएर त्यहाँको एक हिसाबले त्यहाँको सम्पूर्ण प्रक्रिया पुरा गरेको, त्यहाँको कार्ड होल्डर गरेको मान्छेहरू, त्यहाँको चाहिँ आइडेन्टिटी बनेको मान्छेहरू त्यो क्षेत्रमा हुन्छ। अब यो यसरी प्रश्न गरिरहँदा विभेदमा परेको रोजगारी होइन र भन्ने हिसाबबाट पनि यसलाई हामीले हेरेका छौँ। अनि किन यो कुरा गरिराखेका छौँ भने झन्डै अहिले पछिल्लो तथ्याङ्कले भन्दाखेरि 29% डिप्रेसन नेपालको हुँदैछ भनेको त्यसमा इन्डियाबाट पठाउनेको कति प्रतिशत हो त भन्ने कुरा औपचारिक रूपमा कहिले पनि मेन्सन गरिएको हुँदैन, तथ्याङ्क छैन राज्यसँग त्यो खालको। त्यो भएको भएर यसरी पनि हेरौँ। अर्को कुरा तेस्रो मुलुक काम गरेर आइसकेपछि मान्छेले लगानी गर्छु भन्दाखेरि त्यहाँ चाहिँ फर्किएर आएकालाई लगानी गर्ने वातावरण छ, राज्यले त्यो खालको एउटा सेयर पनि दिइराखेको छ, त्यो लगानीको वातावरण सिर्जना गरिराखेको छ। भारतमा भनेपछि उहाँले लगानी गर्न सक्नुहुन्छ, तर के भयो भने वैदेशिक रोजगारमा गएको कुनै कागजात पेश गर्नुपर्ने भन्यो भने त श्रम स्वीकृति कुरा आउँछ, त्यो त उहाँहरूसँग हुँदैन नि त, त्यो कुराहरू यो पाटोमा रहन्छ। अब त्यसै गरी अब के अरे वैदेशिक रोजगारमा जानेको म्यादी बिमा, कल्याणकारी कोषको कुरा, सामाजिक सुरक्षाको कोषमा अनिवार्य आबद्ध हुने कुराहरू छ योगदानमा आधारित, होइन। त्यहाँ केही दुःख अप्ठ्यारो पर्यो भनेपछि उहाँहरूले यहाँ हाम्रो सामीको साथीहरू पनि हुनुहुन्छ, झन्डै 27 लाख जति चाहिँ उहाँहरूले चाहिँ नि क्षतिपूर्ति पाउने अवस्था रहन्छ भनेदेखिलाई दाह संस्कारदेखि सम्मको पैसाहरू पनि राज्यले दिन्छ, सब ल्याइदिने, घरसम्म पुर्याइदिने कुराहरू छ, धेरै कुराहरू, बिमा छ, होइन। तर भारतमा पाएको तपाईँ हामीलाई थाहा छ त छैन नि। अस्ति भर्खरै यही बर्खामा पनि उत्तरकाशीमा त्यत्रो 21 जना मान्छेहरू चाहिँ पहिरोमा पुरिएर मर्नु भएको छ, उहाँले क्षतिपूर्ति पाएको उताबाट पनि पाएको छैन, यताबाट पनि पाएको छैन भनेदेखिलाई यो खालको एउटा विभेद छ। अनि तत्कालीन वैदेशिक के अरे यो रोजगार बोर्डले आर्थिक वर्ष 71-72 को वार्षिक कार्यक्रममा पनि भारत जाने नेपालीको अध्ययन गर्ने भनेर के प्रयास त गर्न खोजेको छ भनेर पैसा छुट्याएको थियो, तर अध्ययन भएन। हाम्रो प्रदेश सरकारले पनि गत वर्ष अध्ययन गरेको छ, सम्भवतः लाग्छ प्रतिवेदन आएको छ। त्यो प्रतिवेदन यसै गरी सार्वजनिक हुनुपर्छ भन्ने हाम्रो भनाइ पनि छ। अध्ययन भइसकेपछि त्यसको निचोड सार्वजनिकरण गरिनुपर्छ, हुनुपर्छ होला, आउँछ होला, उहाँले गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ। त्यसै गरी अब यो विभेदमा को कुरा गर्दाखेरि पहिलेदेखि प्रयास त छ, 73मा पनि तत्कालीन प्रधानमन्त्रीले के कुराहरू गर्नुपर्छ भनेर पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो, गर्नुपर्छ भन्ने कुरा आयो। फागुन 1 गते 73 फागुन 1 गतेबाटै लागू गर्छौँ भन्ने पनि प्रतिबद्धता आयो, तर कार्यान्वयन भएन, अगाडि बढेन। अनि सर्वोच्च अदालतले पनि 77 असार 26 गते नै प्रधानमन्त्री कार्यालयसहित 6 निकायले भारतमा कार्यरत नेपालीको वैदेशिक रोजगार नसमेट्नुको कारण देखाऊ भनेर आदेश जारी गरेको थियो, त्यो पनि कार्यान्वयन भएको स्थिति देखिरहेको छ। यस्तै अरू थुप्रै कुराहरू छ। कोभिडमा भारतमा काम गर्नेहरूले कति दुःख पाए तपाईँ हामी अहिले पनि सम्झ्यौँ भने हामीलाई कहानी लाग्छ, त्यो खालको एउटा अवस्था रहेको थियो। अब यो कोभिडको तथ्याङ्क हेर्दाखेरि यो दसैँ तिहारको बेला झन्डै दसैँ तिहारमा त्यतिकै जाने थियो भने यो वैशाख 1 गतेदेखि असार 6 गतेसम्मको मात्रै तथ्याङ्क हेर्दाखेरि पनि सुदूरपश्चिमको भित्रिएको 45,233 रहेछ भने बाहिरिएको त्यही पिरियडमा बाहिरिएको 29,093 रहेछ भनेदेखिलाई कोरोना कालमा त्यत्तिकै जोखिममा मान्छे भित्रिराखेका पनि छन्, त्यत्तिकै जोखिम मरेर उहाँहरू बाहिर पनि गइराख्नु भएको छ, इन्डिया गइराख्नु भएको फर्किराख्नु भएको छ। त्यसको किनभने बिहाइन्ड रिजन उहाँहरूले यहाँ चाहिँ रोजगारी सिर्जना गर्न सक्ने अथवा यहाँ काम गर्न सक्ने वातावरण देख्नु भएन, गर्नु भएन, त्यो खालको देखिएन भनौँ, त्यो उहाँहरूले त्यो गर्न सक्ने वातावरण बनेन भनेदेखिलाई नजानुको विकल्प थियो त थिएन, उहाँ जानै पर्ने त्यो कारणले जानुभयो, रिस सानो भयो त्यो बेलामा उहाँलाई, त्यो खालको कुरा देखिन्छ। अब यो प्रमुख समस्यामा धेरै कुराहरू छन्। एउटा त परिचय पत्रकै समस्या पनि छ, होइन। कतिपय ठाउँमा हाम्रो परिचय पत्रलाई मानिराखेको देखिँदैन, होइन। यही नेपालीमा छ भन्छ, सबै कुरा अङ्ग्रेजीमा पनि छैन। पछिल्लो नागरिकता त थोरै भए पछाडिपट्टि अङ्ग्रेजीमा हुन्छ, यद्यपि पहिले नागरिकता लिएकाले प्रतिलिपि नबनाएको पनि छ। कतिपयको त हाम्रो नागरिकता कस्तो छ, त्यो नेपाली कागजमा पुरै यसो पल्टा भने एक टेबल भरिने खालको नागरिकता छ भनेदेखिलाई त्यही कुराहरू पनि छ, होइन। अनि भारतीय बैंकमा नेपालीले खाता खोल्न सकिराखेको अवस्था छैन, होइन। जोसँग त्यहाँको आइडी छैन उहाँले खाता खोल्न सक्नुहुन्न। खाता नखोल्दाको समस्या के
चुनौतीहरू थुप्रै छ। उहाँहरूले समयमा पैसा पठाउन सक्नुहुन्न, अनि नगद बोकिराख्नुहुन्छ, नगद राखिरहने हुनुहुन्छ। आउँदाखेरि त्यसपछि त्यो बाटोमा बढी पैसा भयो भने यता फेरि अर्कोले बिचमा त्यो के अरे समस्या गर्छ होइन। अनि बोर्डरमा आउँदा यति पैसा कहाँबाट आयो भन्छ। अस्ति भर्खरै मात्रै 500 र 1000 को डिनोमिटरहरू ओपन गरेको छ होइन। त्यो भारतीय पर्यटकहरूलाई लक्षित गरेर खास गरी ओपन गरेको छ। त्यसमा पनि सिलिङ छ नि त, 25,000 भन्दा बढी त ल्याउनु पाउँदैन। 25,000 को सिलिङ छ भनेदेखिलाई यी कुराहरू च्यालेन्जिङ छ। अब 100 को ल्याउँदा त मान्छेले धेरै हुन्छ नि त। अनि इतना कहाँ से आयो भन्दाखेरि होइन, अब हाम्रै भन्दाखेरि यति कहाँबाट आयो होला, सोर्स देखा भन्दा यस्ता खालका आदि इत्यादि कुराहरू छन्। त्यसले पनि उहाँहरूलाई रोक भइरहेको छ। अर्को करारपत्र हुँदैन, दुर्घटना भइहाल्यो कार्यस्थलमा भन्यो भने उहाँहरूले समयमा उपचार पाउनु हुँदैन गन्तव्य मुलुकमा होइन, भारतमा। अनि अशक्त हुँदा उपचार छैन। श्रमिकमाथि सीमामा हरेक वर्ष तपाईँ हामीले दसैँ तिहारको बेलामा समस्या भोगिराखेको सुनेकै छौँ होइन। कति नेपाली जेलमा छन् भन्ने एकिन तथ्याङ्क छैन। थुप्रै नेपालीहरू भारतको जेलमा पनि हुनुहुन्छ हाम्रा होइन, विभिन्न खालको समस्या भोगेर अथवा कतिपयले चाहिँ त्यो आपराधिक गतिविधिमा पनि संलग्न भएर पनि हो होइन। त्यो खालको कुरा छ। यद्यपि कति छ भन्ने तथ्याङ्क त हुनपर्छ होला। अनि कोही निर्दोष छन् भने छुट्नुपर्छ होला, त्यसको लागि उहाँले कानुनी उपचार पाउनुपर्छ होला। ती कुराहरूमा ध्यान गएको देखिरहेको। अनि फोन गर्न पनि महँगो छ होइन। हाम्रो फोनले सबै ठाउँ काम गर्छ त। यहीँनिर यसो जाँदाखेरि यसो गोदावरी पुग्यो भने हाम्रो नेटवर्कै हराउँछ। अनि कहाँबाट हाम्रो इन्टरनेटको एक्सेस हुन्छ, 4G 5G 6G भनौँला, जेजी भन्यो भने सबै ठाउँमा त काम गर्दैन। अनि सोसल मिडियाबाट गर्ला नि भन्नु होला यहाँले, त्यो सम्भव छ त? फोन त टिप्दैन, सोसल मिडिया अनि काम गर्छ, डेटाले काम गर्छ सबै ठाउँमा, सम्भव छ। त्यो भएर यहाँबाट 14-24 गरेर डायल गरेर कुरा गर्न पर्ने स्थिति अझै रहिरहेको छ होइन पहाडी जिल्लाहरूमा। तराईले पनि अरू अलिकति दुर्गम क्षेत्रहरूमा हेर्ने हो, यही कहिलेकै कुरा गर्ने हो भने मोहनल्यालको कतिपय ठाउँमा फोन टिप्दैन होइन। यी कुराहरू छन्। यही गौरीगङ्गाकै माथिल्लो बेल्टमा टिप्दैन, कृष्णपुरकै माथिल्लो बेल्टमा टिप्दैन होइन। यस्तो खालको कुराहरू रहेको छ। अब विभिन्न राज्यहरूले तोकेको न्यूनतम पारिश्रमिक पाउने कुराबाट वञ्चित। उहाँहरूलाई श्रम कानुनको बारेमा, त्यहाँको श्रम कानुन, त्यहाँको के अरे नियमको बारेमा पनि जानकारी छैन। उहाँले यही त श्रम कानुन अनुसार पूर्ण रूपमा पाइरहेको भएको छैन कतिपय अवस्थामा। हिजो मात्रै आएको छ एउटा न्युज, हिजो कि अस्ति मैले सोसल मिडियामा देखिरहेको, सरकारी कार्यालयमै सरकारी काम गर्दा त पारिश्रमिकमा विभेद भयो भनेर आइरहेको छ न्युज भनेदेखिलाई। अब त्यो पाउनुहुन्छ उहाँहरूले, सम्भव छ, क्लेम गर्न सक्नुहुन्छ डेस्टिनेसनमा के अरे भारतमा गएर गाह्रो छ। यी खालका कुराहरू रहेको छ। अनि सामाजिक सुरक्षा योगदानमा आधारितमा उहाँहरूको आबद्धता छैन। नेट नेपालले के गर्छ भन्ने कुरामा म अहिले धेरै गइनँ, किनकि हामी यो सवालमा मोटामोटी 1.5 दशकदेखि एकदम घनीभूत रूपमा काम गर्दैछौँ। त्यसको केही परिणाम पनि आएको छ। हामीले गर्दा मात्रै भएको भन्दैनौँ हामी, हाम्रो सरकारवाला सम्पूर्ण निकायहरूको सहयोग प्रतिबद्धताले त्यो कुराहरू अगाडि बढेको देखिन्छ। पछिल्लो चरणमा 16औं राष्ट्रिय योजनामा एउटा मुद्दामा परे पनि भारतमुखी श्रम आप्रवासनलाई सम्बोधन गर्नुपर्छ भनेर परेको देखिन्छ। र अहिले भर्खरै राष्ट्रिय श्रम आप्रवासन नीति नेपाल सरकारले 2082 जारी गरेको छ। त्यो नीतिमा भारतमुखी श्रम आप्रवासन परेको छ, व्यवस्थित गर्नुपर्छ भन्ने कुरा परेको छ। बुँदा नम्बर कार्ययोजनाको 35 मा के भनेको छ भने स्थानीय सरकारको मा रहेको रोजगार सेवा केन्द्र मार्फत यसलाई चाहिँ तथ्याङ्क व्यवस्थापन गर्ने र सहजीकरण गर्ने भन्ने कुरा एउटा छ। के अरे बुँदा नम्बर 36 मा चाहिँ नि जसरी वैदेशिक रोजगारमा, तेस्रो मुलुक रोजगारमा जाँदाखेरि कल्याणकारी कोष आदि इत्यादि कुरा छ, त्यसै गरी भारतमा जानेहरूलाई पनि छुट्टै कानुन बनाएर, विशेष कानुन बनाएर भए पनि त्यो खालको प्रावधान गर्नुपर्छ, गरिनुपर्छ भन्ने खालको परेको छ। र बुँदा नम्बर 37 मा चाहिँ उहाँहरूले सूचना पाउने कुरा, योसँग सम्बन्धित सूचना पनि स्थानीय सरकारको एकीकृत रोजगार सेवा केन्द्र मार्फत उपलब्ध गराइनेछ भन्ने कुरा त्यहाँ चाहिँ परेको छ। यति कुरा चाहिँ नि त्यो लामो हाम्रो सबैको वकालतको कारणले नेपाल सरकारले यति गरेको छ। तर सँगसँगै प्रदेश सरकारले यहाँको सामाजिक विकास मन्त्रालय अन्तर्गत श्रम तथा रोजगार नीति भनेर ड्राफ्ट बनेको छ। त्यो ड्राफ्ट पास भइसकेको अवस्था चाहिँ छैन। यद्यपि त्यो प्रयास भइरहेको छ भन्ने कुरा मैले यहाँ थोरै राख्न चाहेँ। अब पनि चुनाव आउँदैछ है। यी पहिलाका चुनावका उहाँहरूका माग सरकारको भारतसँग रोजगार नीति छैन भन्ने थियो, अब छ भन्ने आउँछ होला, तर त्योसँगका कुराहरूमा अब छलफल गर्नुपर्ने हुन्छ।
तर अझै प्रदेश सरकारको त बनिसकेको छैन, बनिरहेको छ, फाइनलको भएको छैन। अब स्थानीय सरकारले यो विषयमा के सोचेको छ भन्ने पनि आउँछ होला। यी कुराहरू वैदेशिक रोजगारले सहारा दिएन आमा बुवा भन्ने कुरा छ। अब लामो समयदेखि मान्छे हराएका छन्। हामीसँग यहाँ पनि थियो केही परिवारको मान्छेहरू आउनु भएको छ प्रतिनिधित्व गरेर, होइन, नफर्केका परिवार के अरे कमाउने मान्छे चाहिने उतै गयो, हराएर नफर्केका उदाहरणहरू थुप्रै छन्, सङ्ख्याहरू त्यस्तो थुप्रै छ। अनि भारतबाट पैसा पठाउन कठिन भनेको छ, होइन, तर भारतीयलाई सजिलो, नेपालीलाई मुस्किल, होइन। यी कुराहरू कभरेजहरू छन्, होइन, कान्तिपुरदेखि लिएर विभिन्न पत्र पत्रिकाले। अब के गर्न पर्ला भन्ने कुरा चाहिँ धेरै मैले अहिले भन्न पर्दैन, पछिल्लो हाम्रो सेसनमा पनि छलफल हुन्छ यो विषय। सर्वप्रथम हामीसँग तथ्याङ्क नै छैन, तथ्याङ्कको कुरा एउटा मेजर कुरा छ। त्यसपछि उहाँहरूलाई जानेलाई हामी रोक्न सक्दैनौँ, अनिवार्य यही बस्नुपर्छ भनेर रेगुलेटरी गर्न सकिँदैन। त्यो गर्यो भने विकल्प दिन पर्यो नि त, सुरक्षित बनाउने हो। आप्रवासन कहिले पनि रोक्न सकिँदैन, यो अधिकारको विषय हो। मान्छे जान्छ, जाने नै हो। के अरे हामी आप्रवासन नभएको भए यो अहिलेको स्टेजमा आइपुग्थ्यौँ, हाम्रो विकास हुन्थ्यो होला, यतिको पनि हुँदैन। त्यो कारणले जानेलाई चाहिँ सुरक्षित व्यवस्थित बनाउनुपर्छ भन्ने मात्रै हाम्रो सवाल हो। तर जो जान चाहँदैन, यहीँ केही गर्छु भन्ने मान्छे पनि हुनुहुन्छ भने, अथवा म केही समय काम गरेर फर्केर आउँछु भने पनि उहाँहरूले चाहिँ यहाँ बस्ने वातावरण, यहाँ काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने छ। यी कुरा मुख्य छ। अनि सँगसँगै अब सिपसँग जोडिएर हेर्ने हो, 98% चाहिने कामको खोजीमा भारतमा जानेहरूको सिप नभएर आएको छ। उहाँहरू अनौपचारिक क्षेत्रमा काम गर्नुहुन्छ, दैनिक ज्यालादारी काम गर्नुहुन्छ, जसको असर उहाँहरू त्यहाँ बस्दाखेरि जति धेरै सिप भएको भए धेरै पैसा पठाउन सक्नुहुन्थ्यो होला नेपालमा, त्यो सक्नुहुन्थ्यो, कम ज्याला। अब यहाँ इन्डियाबाट यहाँ काम गर्न आउने नागरिकहरूको हेर्ने हो भने सबै सिप भएको नागरिक आउँछ, होइन। हाम्रा कपाल काट्नेदेखि लिएर सबै क्षेत्रमा हेर्नुहोस् न, अहिले पछिल्लो चरणमा अलिकति भए पनि हाम्रो चौधरी समुदाय र राणा समुदायले चाहिँ विस्थापित गरेको देखिन्छ, है, त्यो सिप क्षेत्रलाई। उहाँहरू त्यो क्षेत्रमा अलिकति आफूलाई स्थापित गर्दै गइराख्नु भएको छ। तर हाम्रो नागरिक चाहिँ सिपभन्दा सिप नभएको नागरिकहरू बढी गइराखेको अवस्था। यी कुराहरू छन्, त्यो भएर यी विषयलाई अब हामीले उठाउनु जरुरी छ भन्ने कुरा छ। मैले अहिले यति नै राखेँ। अलिकति सरकारको तर्फबाट पनि केन्द्र सरकारको विषय पनि हुनसक्छ, कतिपय प्रदेश सरकारको विषय हुनसक्छ। यो ब्याङ्कबाट मार्फत पैसा पठाउने कुरालाई पनि सहजीकरण गरिने, त्यही पनि खाता खोल्ने खालको प्रावधानहरू गर्न सकियो भने धेरै पैसा बचत हुन्छ होला राज्यको लागि। उहाँहरूले समयमा पैसा पठाउन सक्नुहुन्छ होला, तीसँग सम्बन्धित समस्याहरू झेल्न पर्दैन। यी खालका कुराहरू यहाँ रहेका छन्।